यो संसारमा जन्म लिएर आएको हरेक प्राणीहरू कोही पनि दुःख चाहँदैन, सुख खुसी मिलोस् भन्ने सबैको इच्छा हुन्छ। त्यसकारणले तपाईँ जुनसुकै कामले जुनसुकै ठाउँमा जानुभए तापनि जसरी तपाईँलाई खुसी सुख शान्ति मिलोस् भन्ने इच्छा हुन्छ होइन, त्यसरी नै अब अरू व्यक्तिहरू पनि सधैँभरि खुसी सुख शान्ति नै मिलोस्, दुःख पीडा कहिले पनि नआओस्, नराम्रो कहिले नहोस् भन्ने हरेक व्यक्तिको सोच हुन्छ। त्यसकारणले चाहिँ तपाईँहरूले अब जुनसुकै ठाउँमा जाँदाखेरि पनि आफू जाने ठाउँमा रहेको व्यक्तिहरूलाई चाहिँ हानि बेफाइदा पुग्ने भन्दा पनि उहाँहरूलाई फाइदा हुने, उहाँहरूको हितको लागि, उहाँहरूको मुहारमा हाँसो ल्याउने कामहरू गर्नु सकोस् भन्ने सकारात्मक सोच लिएर अनि जुन ठाउँमा तपाईँ जाँदैछ, जुन काम तपाईँले गर्दै हुनुहुन्छ त्यो कामले चाहिँ अरूलाई कतिको बेफाइदा कतिको फाइदा पुगिरहेछ त्यो सोच विचार गर्नु सकेर चाहिँ तपाईँ जानुभयो भने चाहिँ पक्कै पनि तपाईँले कुनै पनि प्राणीहरूलाई हानि पुर्याउनु सक्नुहुन्न र त्यसले चाहिँ तपाईँको जीवनमा पनि साँच्चैकै नै सुख शान्ति खुसी मिल्नेछ। अब यो संसारमा रहेका हरेक प्राणीलाई खुसी पार्नु त सम्भव छैन, तर कसै पनि प्राणीलाई हानि नपुर्याउने भने हामीले गर्न सक्छौँ।